म घिस्रिँदै हर बिहानी उड्छु मेरो जीवनलाई सुकल्पित न्याय दिन। एक बिहानी मैले सेट गरेको 15औं अलार्मले पनि मलाई उठाउने छैन। झ्यालबाट छिरेको कलिलो सूर्यको किरणले मलाई बिथोल्ने छैन। कल्पना गर्छु त्यो बिहानी जब मेरा ओठले टर्रो कफीको स्वाद लिन त्यो निलो कप चुम्ने छैन। मैले बेलुका पढ्दा पढ्दै निद्राले झुपुक्क छोपेपछि बुकमार्क गरेर अधुरो छाडेको त्यो उपन्यास अधुरै रहनेछ। मलाई थाहा हुने छैन नर्वेजियन वोर्डमा वातानावीले नहकोलाई भेट्छ कि भेट्दैन, कसरी अन्त्य हुन्छ उनीहरूको कहानी। सायद किजुकी सदाबहार सत्रकै रहे जस्तै म त्यसकै रहनेछु। मेरो मस्तिष्कबाट उम्किन खोजिरहेका पात्रहरू मस्तिष्कमै विलीन हुनेछन्। मैले टाइप गर्दा गर्दै अधुरो छाडेको उपन्यास कहिले लेखिने छैन। केही पल कसैलाई दुखी बनाउला, त्यसपछि सबै आफ्नो जीवनमा अघि बढ्लान्। मेरो अस्तित्व बतासमा छिर्किएको पर्फ्युम जस्तै एकछिन कडा कसैको नाकको पोरा पोल्ला अनि फुस्स अर्को छिन त्यहाँ कुनै गन्ध नै नभए जस्तो विलीन होला। त्यो बिहानी कल्पना गर्दा एक विरोधाभास जन्मन्छ मभित्र। भएर आनन्दको आनन्द मलाई उपरान्त कहिल्यै नदुख्नुको, भए मेरो जीवनले न्याय नपाउनुको। सायद यो मानसिक द्वन्द्वमा भयले जित्छ। म घिस्रिँदै हर बिहानी उड्छु मेरो जीवनलाई सुकल्पित न्याय दिन।